हामीले एउटा अधिवेशनलाई ऊर्जाका साथ भव्यताका साथ अगाडि बढाउन गइरहेका छौं र यसै ओडामा भएका वक्ताहरूले अघि राख्नु भएको छ, धेरै समस्याहरू राख्नु भएको छ र कतिपय मित्रहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आइसकेपछि के परिवर्तन आएको महसुस भएको छ कि छैन भन्ने कुरा अहिले हामीले प्रत्येक प्रशासनमा हेर्यौं भने त्यहाँ देख्यौं भने हामीले एकदमै सहजता भएको अनुभव गरेका छौं। तपाई उदाहरणको निम्ति मालपोत कार्यालयहरू, यातायात कार्यालयहरू र अन्यत्र सरकारी कार्यालयहरू जतासुकै जानुहोस् त्यहाँ हामीलाई हैन तमाम जनताहरूलाई, सेवाग्राहीहरूलाई सरल सहज तरिकाले र तवरले काम कारबाहीहरू गरिदिनु भएको छ। यसमा हामीले केही न केही महसुस र राहत भएको हामीले आभास गरेका छौं। त्यसैले म के भन्न चाहन्छु भने हामीले अब यो राष्ट्रिय स्वतन्त्र पार्टीको मूल उद्देश्य भनेको नै व्यतिथि, विसङ्गति, भ्रष्टाचारलाई नै मुक्त गर्ने अभियान लिएर साथीहरू जोडिनु भएको छ र जोडेका छौं र यस पहाडी जिल्लामा रामेछाप जिल्ला पनि एउटा उदाहरणीय हिसाबले हामीले चाहिँ निर्वाचनमा सफलतापूर्वक हासिल गरेर हाम्रा डाक्टर कृष्णहरि बुढाथोकीलाई चाहिँ नै हामीले पठाएका छौं। त्यो रामेछाप मध्यमा एउटा सालु उदाहरणीय ओडाको रूपमा चिनिएको छ, किनकि यहाँ हाम्रो एउटा चाहिँ प्रतिनिधिहरू बुथमा बस्ने साथीहरू नपाएको अवस्थामा पनि एउटा भोट र मतको हिसाबले तपाईहरूले 669 मत यस ओडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हालेर पठाइदिनु भएको छ। यो जवाब ताकि फरक राजनीतिक दलहरूले हिजो निर्वाचनको बेलामा म चिरञ्जीवी डेढीमा आएर बस्दाखेरि सालुमा प्रतिनिधि नपाएर त्यहाँ त राष्ट्रिय स्वतन्त्र पार्टीको मतै खसेको छैन होला भने जसरी हामीलाई खिचिटिउरी गरेका थिए, त्यो जवाब मतले दिएपछि उहाँहरूलाई के भएको होला, कुन अवकाश भएको होला, साँच्चै जनताले परिवर्तन चाहेका छन् कि छैनन् भन्ने कुरो यस मतले बताइदिनु भएकोमा यहाँहरूलाई मेरो व्यक्तिगत तर्फबाट धन्यवाद भन्न चाहन्छु। साथसाथै अघि यहाँ साथीले चामल किन्ने पैसा पाइपको विषयमा जोड्नु भएको छ। अब त्यो पाइपलाई कसरी सदुपयोग गर्ने र पानी कसरी खुवाउने भन्ने विषय यसै 4 नम्बर ओडामा आज बनेको कमिटीले परिचालन हुनेछ। त्यो एक एक हिसाब गरेर कसरी पानी खुवाउनु पर्छ, कसरी निगरानी गर्नुपर्छ र कसरी परिचालन गर्नुपर्छ भनेर यस ओडाले जिल्ला कमिटी, नगर कमिटी, पालिका कमिटीलाई चाहिँ सम्पर्क र समन्वय गरेर हाम्रा प्रतिनिधिहरूलाई सम्पर्क र समन्वय गरेर चाहिँ अगाडि बढ्नु हुनेछ र यसको सहजीकरण हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु। यो साथसाथै अब आउँदो स्थानीय निर्वाचन र प्रादेशिक निर्वाचनको लागि पनि हामीले यस केन्द्रीय संघीय निर्वाचनलाई मात्र हेरेर हुँदैन। अब तपाई हामीले हाम्रो पक्षमा कांग्रेसका काम गर्नका लागि, फरक दलका एमालेका काम गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विजय हासिल गर्नु एकदम अपरिहार्य छ। हामीबाट कुनै पार्टी, कुनै दल, कुनै क्षेत्र, कुनै वर्ग, कुनै लिङ्गलाई भेदभाव नगरिकन राष्ट्रिय स्वतन्त्र पार्टीले काम गर्छ। काम गर्नको निम्ति समितिहरूले लागि परेर आफ्नो गाउँ समाज बनाउनको निम्ति प्रतिबद्धता जाहेर गरेर यहाँहरू लाग्दिनु भयो भने पक्कै पनि यो 669 लाई दोब्बर गरेर करिब 1300 को हाराहारी मत खस्ने आकलन गरिएको यस सालु वडा नम्बर 4 लाई मूल्याङ्कन गरेको मलाई लागेको छ। त्यसैले सम्पूर्ण मित्रहरूलाई म के भन्न चाहन्छु भने अब हामीले भाषण भन्दा कामलाई अगाडि बढाउनु पर्ने भएकोले धेरै भाषण छाटेर मञ्च ओगटेर मात्रै होइन, अब आज यस वडा नम्बर 4 मा सक्रिय युवा साथीहरू र जो बौद्धिक अनुभवको आधारले
परिपक्व व्यक्तिहरूसित सल्लाह लिएर अगाडि बढ्नुहुनेछ भन्दै आउने कमिटीलाई म विष्णु कार्की निर्वाचन क्षेत्र सभापतिको तर्फबाट यहाँहरूलाई कार्यकालको शुभकामना हुने गरी सबै आउने साथीहरूलाई एकबद्धता र आफ्नो छलफलले यो गाउँ भूगोललाई चाहिँ सबै बाँडेर ट्याक्कै एउटा समस्या सरसल्लाह गरेर नै फर्सट गर्नेछु भन्ने हिसाबले ल्याउनु हुनेछ भन्ने आशावादी हुँदै यहाँहरूलाई फेरि पनि शुभकामना दिँदै म विष्णु कार्की बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद, जय घन्टी। धन्यवाद विष्णु कार्कीज्यूलाई।